हेलो नमस्ते अनि च्याजलो गाइस फेरि पनि ब्याक भएँ म भिडियोको साथमा। हाम्रो सर यहाँ एकान्तमा सेन्टी भएर बसेछ। क्रेजी रहेछ सर यार तपाईँ यार के भयो सेन्टी भएर बसेछ अरे क्रेजी रहेछ ठगिदो क्या सर क्रेजी रहेछ। आज नि हारे नि यार अब अपाल आउँदै खान्छ रिक्स हानिदिएको क्या शर्माले त धरो रिक्स हानिदिएको त दुई तिनवटा मिलेन नभए त पाँचको 1000 आउँथ्यो नि यार। गाह्रो सुतेको पनि छैन म त बिहान के अरे 201 बजेबाट नन गेम हेरेको सबै हेर्दै बेट हाल्दै ब्राजिलकोमा हालेको नि ब्राजिलकोमा तिनवटा मिलेन अरू त सब 18 के अरे 13वटा थियो तिनवटा मिलेन क्रेजी भयो नि क्रेजी रहेछ दाइ त छुट्टी होला है आँखा नगर्दा आज त क्रेजी रहेछ निन्द्रा पनि लाग्यो राम्रोसँग सुतेको पनि छैन भोलिको त हेर्दैन म त भोलि त फेरि हेर्दैन भन्छ फेरि जर्मनी र आइपेरि कस्तो छ फेरि हान्न मन लागिहाल्छ सर क्रेजी रहेछ गाइस आज बस्यो टाउँदा सब ल गाइस काम पनि सक्यो आज भ्लग पनि धेरै गरेर अल्छी लागिरहेको हजुर ब्लग गर्ने होइन क्या काम गर्ने हो डलर छाप्ने हो सनीले त डलर थाप्छ है गाई चाहिँ मैले त छाप्नै आउँदैन डलर गाई चाहिँ रहस्य भनिदिउ न सनी यार ब्लगले छाप्छ नि त बिस्तारै खै अब कहिले छाप्दो रहेछ ब्लगले भाइ यहाँ ब्राजिलको फ्यान है भाइ कस्तो के भएछ पोर्चुगल आडे बाडे खेलेछ है मलाई यूकेजी हैन आडे बाडे पोर्चुगल उसमें कस्तो क्लियर नआएको यूकेजी बहुत हुआ मैं भी बहुत अभी इसके तो एउटा माइक्रोफाइबर टावल किन्छ दाइ कस्तो क्लियर नआएको यार बल्ल क्लियर आएको यार के भएछ भने त यहाँ स्क्रिनमा यसो ठ्याक्क अठाउनु पर्दो रहेछ इन एन्ड आउट रहेछ कहाँ हो कि सर क्रेजी भएर तपाईँ क्रेजी है क्रेजी भाइ चाहिँ अब लेट बसेको अरे सन नबसेको लेट अनि अर्को त 5 दिन बस्ने प्लान छ मेरो 5 दिन बस्ने रे गाइस सनीले अब अर्को बाइन्डर पोकेमन अर्को बाइन्डर थप्ने भयो हैन सब बेच्ने अब सब बेच्ने अरे सब बेच्ने रे गाइस सनीले किन्ने कोही छ भने है भनौँ है सम्पर्क गरौँ महँगो अरे कति हो र महँगो भने कति हो र सनी $1-2 $2500 रे रुपियाँ त्यति बेच्यो भने मार्केट प्राइस 2500 छ के ढाट्यो सनीले के गरौँ सर 10 मा 8 दिन कि 10 मा 11 दिन 10 मा 11 दिए तिमीलाई मैले ल कस्तो 10 मा 11 दिए तिमीलाई मैले कस्तो 10 मा 11 10 मा 11 दिए मैले 10 मा 11 दिए मैले एकाउन्ट नम्बर पठाइदिनु एकाउन्टमा आइहाल्छ मलाई नि 10 मा 11 दिएको आइहाल्यो बेलुका म त भाइको गाडी होला भनेको त्यो कान्नेवानको पो गाडीको देखेर कुले त्यो त जिनाको हो भनेको कुले निकोले ए त्यो गाडी राम्रो छ अरे राम्रो छ नि सिआरबी राम्रो के अरे सिआरबी रे सिभिक राम्रो हुन्छ नि त्यो ब्राजिलको फ्यान हिजो ब्राजिलले जितेको पहेँलो लाएर आयो रेट्रो जर्सी हो क्या भाइ रेट्रो अब के नि के लेखे छैन हैन न ब्याजै छ न गेममा पहिलो जर्सी लाएन भनेर भाइले लाएर के त्यो त हिजो त निलो लाग्यो जिनाको जर्सी गिफ्ट दिएको केटा हो अरिजिनल गिफ्ट हैन पछि ब्राजिल भने
मलाई कसैलाई गिफ्ट दिनु मन लाग्यो भने मलाई अर्जेन्टिनाको जर्सी गिफ्ट दियो हुन्छ हो म तिमी मलाई जापानको देऊ म तिमीलाई अर्जेन्टिनाको दिन्छु नि त मुख मिठो बनाएर जानु गिफ्ट पाएलाई यस्तो त्यो मिठो हुँदैन रे त्यो खोकी कि दबाई भन्दा नि कस्तो यो त अलि नमिठो हुँदो रहेछ कस्तो नमिठो हुन्छ कि अरू चाहिँ ठिकै लाग्यो मलाई तर अब खाना मैले बिक्स जस्तो ठिक छ अरू ठिक खाना राम्रो हुन्छ सर यो छ नि त एकदम गर्मी छ होइन 10-40 त्यसबाट क्रेजी हो नि सर बिक्स ठिक दियो बरु रिक्सा ठिक छ यो भन्दा यो पनि ठिक छ सर त औषधि नि कहाँ मिठो गुलियो हुन्छ त नि सर कस्तो कुरा गरे त्यो औषधि कहाँ हो त सर त्यो त औषधि त हो नि त कहाँ औषधि हो त्यो मिठाई हो त्यो हुन्छ मिठाई मिठाई हो त्यो चलते शॉपिंग करना है ग्रोसरी करना है ओए ऑर्डर आया है अब त 10 मा 12 दिमै सर घर से ऑर्डर आया है ये 10 मा 12 दिनु पर्यो अब तर भाइलाई अर्डर दिदी भएको आफू चाहिँ टक्क सोफामा बसेर अर्डर दिएर ल यो ये देखो ऑर्डर देखो कैप्सिकम काकरा एप्पल बनाना टोमेटो लिएरै कीमा आएन, लिएरै धनिया आएन। लेमन मिल्क लिएरै आएन यार के हैन ऑर्डर आको नि त यो ऑर्डर आको छोड्यो गाइस क्लियर आएन तर सनीले 10 मा 12 पाइसक्यो गाइस गाइस हामी पनि अब च्यातिन्छौँ यो गाइज फेरि पनि ब्याक भयो म है हिजो त भ्लगै बनाएन है गाइज हिजो के पनि थिएन होइन के गर्न अनि अल्छी पनि लागिरहेको थियो कि हालि यो वर्ल्ड कपले गर्दाखेरि गाइज राम्रोसँग सुतेको पनि छैन कि होइन अनि भ्लग बनाउनु पनि जोस आएन क्या गाइज खिच्न त खिचेँ मैले है अनि पछि झ्याउ लाग्यो पछि खिच्न पनि कि अनि हिजो राति पनि खिचेन मैले कुरा गरेको चाहिँ अस्ति रातिको गाइज है अस्ति राति मैले शनिबार खिचेन शनिबार कि फ्राइडे खिचेन गाइज मैले के भनिरहेको छु मलाई पनि थाहै छैन गाइज त्यही हो गाइज हिजो चाहिँ भ्लग हालेन मैले है हिजो चाहिँ बनाएन खिचेको थिएँ तर मैले हालिनँ है केही पनि थिएन नि त अनि आज चाहिँ अनि सन्डे भयो क्या हिजो ओभर टाइम गरेको थियो होइन के भनेको मैले क्रेजी रहेछ त्यही हो गाइज हिजो भिडियो हालेन मैले केही पनि थिएन देखाउनलाई त्यही भएर केही पनि गरेन गाइज अनि त्यही भएर अहिले अब फुटोसान जानु लाग्यो कामबाट आएको म भयो भर्खरै अब फुटोसान जानु लाग्यो गाइज अब यही भ्लग त्यही हिजोकै अस्तिकै भ्लगमा कन्टिन्यू हानिदिन्छु गाइज यो भ्लग मैले है अब यस्तै हो अहिले ढिलो भइसकेको छ 8 भइसकेको छ गाइज हेर्न सक्छ गाइज 8:05 भइसकेको छ गाइज है अब म चाहिँ लाग्छु गाइज अहिले त्यहाँ ग्राउन्डमा गएपछि भेटौँला है त पिस आउट ल गाइज यहाँ ग्राउन्डमा आइपुगेँ म है यहाँ हाम्रो गाइजहरू यहाँ सब गाइजहरू कुखुरा छ यहाँ टन्नै आइरहेछ गाइजहरू यहाँ आज त टन्नै छ त मान्छे त आज फर्स्ट टाइम आयो यहीँ भएको मान्छे घर यहीँ भएको घर हिँडेर आइ नै हुन्छ प्रेसिडेन्टले मलाई भन्दै थियो कि नेवाको वेदर चाहिँ सही भएको छ है भाइ पनि आएछ कि आज म त आशिष भाइ भनिरहेँ भाइ पनि रहेछ ठिक छ खेल्नुपर्छ त्यही दिन्छ रे तँलाई त्यो अस्ति त्यो टुर्नामेन्टको फास्टेस्ट गोलको अवार्ड कसको बार्षिक हाम्रो वार्षिक उत्सव मलाई त थाहै छैन यार यसलाई त्यति बेला दिन्छ भन्दै थियो रे म चाहिँदैन अब त्यो सेलाइसक्यो त्यो पुरानो भइसक्यो त्यो अब भाइ फेरि भाइलाई मैले हजुर ड्रेस नफुकाले ताता दिएको मजा आउँछ हैन त्यही त भाइ म लाइभ गएर आयो क्या हजुर त्यो जर्सी त यतै कोहीसँग सन्तोष दाइसँग त छ होला नि जर्सी त जर्सी मागेर लगाउनुपर्छ क्रेजी रहेछ जान्न काम जर्सीमा भागेर काम गर्नु परेन अनि भन्थ्यो नि त हो नि यहीँ ल्याएर दियो नि हुन्थ्यो ग्राउन्डमा दियो अलि हुन्थ्यो कि अलिक फिलाउँथ्यो कि त्यो बन्द कोठामा दिएर त फिलाउँदैन होला क्या त अस्तिबाट म आयोजकलाई त्यहाँ म कुरा गर्छु आयोजकलाई भन्नुपर्छ भने आफै आयोजक हो को अस्ति मैले भनेको होइन टुर्नामेन्टको दिनमा
यसलाई यति बेला दिनुपर्छ भनेर भन्छ यो अहिले कुरा गर्नुपर्छ भन्दैछ दुईजनाले को आइज भएर क्रेजी रहेछ Brother, good morning. कहाँ हो गुड मर्निङ Welcome back. It's been a while, man. Where you been, man? क्रेजी रहेछ क्रेजी बुढो आफै गर्छ नि होइन यो बुढो हो क्या भाइ पहिले 58 वर्षको यो बुढोसँग अलि जोकेर है भाइ यसले त खुट्टा छ कि दिन्छ औडा छ यो बुढो बल पायो भने बुढो आयो भने छोडिदियो नि लगाइज अहिले बसी भेटौँ मलाई त लगाइज गेम पनि सकियो पानी चाहिँ अस्ति जति थियो त्यही हो गाडीमा भएको त्यही लिएर हिँडेको मैले पानी भरेर गेम पनि सकियो आज गाई चाहिँ सही भयो आज भाइ पनि आएछ कहाँबाट आएछ भाइ आज सोम्दै के मुस्ताङ जान्छ यो गाडी जान्छ कि जान्न बेनीसम्म रे ए डाइरेक्ट दिल्ली नि हो क्या त्यहाँबाट सिक्लेछ हेरामा क्रेजी रहेछ बिल्डिङर रहेछ क्या गुडी दाइको गाडी क्रेजी रहेछ डेन्जर खुट्टा दुयो स्पोर्ट गाडी के नगर्ने भने घामले हान्छ क्या नयाँ खाने रुख खोल्यो भने रुख खोल्यो भने रे तिमी अघि भयो नि त फोनमा बन्द भइदियो तातो भएर डाइरेक्ट घाम परेर रहेछ फोन क्रेजी हो क्या क्रेजी ल चल्दै आज त आइसक्रिम पनि आएन ल घरतिर चल्दै गयो है आजकल त के हो धेरै खिच्न पनि मन लाउँदैन हो ब्लग यार तै त्यस्तो तातो भएर ल भाइ चल्दै गयो घरतिर गाई चाहिँ सुत्नुपर्छ अनि घर गएर आज त मस्त यस्तो गर्नु हो क्या लगाइस पिस आउट घाममा आइपुग्यो गाइस पानी परिरहेछ पानी पर्दै थियो अघि अहिले चाहिँ पानी बन्द भएछ के भएको ओए यहाँ त कुलो रहेछ यार क्रेजी रहेछ यार क्या तपाईँहरू नआएको सर्सेन्टी भयो 2 दिनसम्म आमामा मलाई अनि भ्लग पनि बनाउनु मन लागेन क्या सर्सेन्टी देखेर कसम भनेको गाइस कसम भनेको ढाँटेको होइन मैले कसम भनेको अब सेन्टी थोडा नि के देखाइरहने सरको है त्यही भएर अनि मैले नगरेको गाइस भिडियो हिजो अस्तितिर त्यही भएर है गर्नु त गरेको थिएँ क्या तर हाल्न मन नलाग्यो सर्सेन्टी हो देखेर के हाल्दा हान्थ्यो नि भनेर क्या हान्थ्यो नि सर आज त सर हाँसेछ खुसी भन्छ आज त हिजो अस्ति त सरको लाइनमा अनि कहाँ के अरे गफ पनि थिएन नेपालीहरू अनि त्यही भएर सर्सेन्टी हो धेरै भएर भन्नु न ए धेरै भएर अरे सरले सरलाई नेपाली मन पर्दैन गाइस होइन बोल्ने मान्छे चाहियो नि त भएर मात्र भएन नि त जो पातेहरूसँग त्यो सबैसँग बोल्दै बस्दै गर्ने त अनि हो तर मिल्नु पऱ्यो नि गफ कुराहरू मिल्न पऱ्यो अब त्यही त सर्टेज त्यो कुरा कुरा मिल्यो भने त अनि खैरीहरूसँग गरिन्छ नि अब कुरा मिल्यो त नेपाली त्यो अरू धेरै कुरा नमिल्नेहरूसँग गऱ्यो भने कहाँ गर्छ के अरे कहाँ बस्छ कति भयो आएको नेपालमा घर होइन के जातो के हो छोडिदिने हो र जात्रा सोध्नु थाल्यो भन्नुपर्छ नि के हो कस्तो हो है कहाँ बस्छ है कता हो के हो झनिकै नचिनेको मान्छे लेडिजहरू भनौँ न हामीहरू त्यही भन्छ पहिला मलाई पनि त्यही भनिरहेको थियो अहिले त मै त्यसै सोध्ने भइसकेको छु तर
बस्छ भनेको मलाई त्यस्तै बनाइसक्यो क्या म पनि त्यस्तो भइसकेको छु कहाँ बस्छ कहिले कति भयो आएको आएको भने दिँदैछु आजकल त क्रेजी हो नि भन्ने यार भर्खर हिजो अस्ति आएको कोठा पाएन कोठा दिन्न भन्नुपर्छ क्या भने त्यही त काम पनि यो बल्ल बल्ल भएको मैले यो सिकाइदिएर आएको त्यही त। हिजो अस्तिबाट काम सुरु गरेँ पहिला कहाँ काम गर्थ्यो कतिवटा स्टेट गयो अरे म त पहिला बेल चाहन्थेँ यहाँ भनिदिनु पर्थ्यो नि त आएको रुम पनि पाएन अरूसँग मान्छे पछि फेरि मान्छे हेरेर फेरि मान्छे पछि गफ हो मान्छे मान्छे पछि रियल कुरा चाहिँ गर्दिनँ मैले कोहीसँग नि ए, बिहा भएको छ कि छैन बच्चा छ कि छैन कृति रहेछ सिङ्गल हो एक कहाँ बस्छ अगाडि साल बस्यो हटाउला यो गाइस फेरि पनि ब्याक भयो म है सिरियस भयो आज त यार कृति रहेछ कहाँ हो टोलीहरू 5 घन्टा बस्छु म भनेको त हुँदैन 4 घन्टा मात्रै बसेर होइन म 5 घन्टा बस्छु न त जान्छु भनेको आइदिएको म त अनि 5 घन्टा बस्यो नि पैसा दिने त्यही 4 घन्टाको बसेर के हेर्ने 10 मा 15 पायो क्या सर मैले सेम पाएर है केजी रहेछ होइन को बसिरहेको छ 3 जना जायो भने 3 जना यहाँ बसिसकेको छ के बस्नु नि के त ब्लन्ट टिममा आइज पनि आएको थिएन क्या थिएन आएन पनि नभएको आइज पनि नभएको अहिले त 100 पनि बनाएन खै कति बनायो 96 ओ तपाईँ भोलिन्टियरमा नबस्ने हो नबस्नु पास गरिसक्यो अब मलाई नराख्ने क्या अब अब सेकेन्ड सिफ्टको पनि एउटा लाइन मात्रै फर्स्ट सिफ्ट र सेकेन्ड सिफ्ट पनि एउटा लाइन मात्रै चलाउने नि त ब्लन्ट टिम त खै त्योहरूले भाइ कहिले पनि बस्या हो भाइ नि बसेको भाइ जिम भाइ जाने हो नि अनि जिम जाने छ म त जाने हो जाम न त यसो हल्किन भने बस्छु त म त जान्छु साथ दिन जान्छु तिमी म त तपाईँलाई जान्छु जाम न त सोध्दै काम हाँ? आधा घन्टा 45 मिनट गरेर सुरु हुन्छ नि वहाँ गएर के गर्ने र बक्लो जस्तो घाँटी देखेको दाइको यार लाम माछा निल्यो क्या हो माछा निल्यो क्या हो ए ओइ खाल्छ क्या हो सरले माछा ओइ 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 त्यसलाई कहिलेदेखि माछा यो तपाईँ नि त माछा कहाँ हो त नि अनि त्यही त तपाईँ कहाँ माछा हो त नि बगुला तपाईँ नि कहाँ हो त नि अनि घाँटी चाहिँ त्यस्तो जस्तो भनेको कि घाँटी त्यस्तै हो नि त अनि त्यो पनि माछा जस्तै हुनु पर्यो नि त नि डल्लो हुन्छ त्यस्तो माछा त्यो थिचो छ त्यो थिचेर माछा जस्तो बनाउँछ त्यसलाई भन्न नमिल्ने भन्न नमिल्ने भ्लगमा नत्र भने मिठो आथियो सरदारै छाडा हुनाले होइन लाइनमा पनि साह्रै छाडा हुँदैन त्यही त डह्रो मस्किरहेको थियो त्यहाँ त्यो दिनासँग त्यसलाई त आज डह्रो भनिदिनु सर केही हुँदैन ढुक्क हो सर भनिदिनु सर कति पानी पार्नु क्रेजी रहेछ सर यी मक्खे भएर रातै भएको रे भन्छु कति पानी पर्यो क्रेजी रहेछ आज बेलुका आउँदैन नि आधी अब बाढी नै आयो भने बाढी के फरक पर्दैन किन नआउनु तपाईँ भाइले 300 जित्यो भनेर कामै नआइदिने यार छुट्टी अस्ति हाल्छ तपाईँले 100 जित्ने नआउने भन्ने कुरा गर्नुहुन्छ दाजु 300 जित्ने मात्र त अनि किन आउँछ अनि आउँदैन जित भन्दा आउँदैन कसम भनेको 1 हप्ता छुट्टी लिएर बस्दिन्छ आउँदैन मैले 100 होइन हौ 2-3 हजार जित्यो भने भन्छु मैले बेट जितेँ म अब आउँदैन एकछिन काम भनेर त्यो नसकेसम्म आउँदैन भनिदिन्छु जिममा भेटौँला अब गाइज हामी त जिम जानु लागेको है सर र म यो गाडी त उड्छ क्या भनेको के आकाश छुन्छ क्या चन्द्रमै जान्छ क्या त यो गाडी त क्रेजी रहेछ यसो हल्लिन भने जानु पऱ्यो भन्छ सरले गरेको म भिडियो बनाउँछु नि सरले गरेको कसरी गर्दो रहेछ आज नि आफ्नै तालमा गर्छ अनि भोलि खुट्टै दुख्यो भनेर हान्छ क्या हो अस्तिकोले पुग्यो गाडीसँग पोको पारेर फालिदिनु पर्छ मर्ला जस्तो मान्छे नि क्रेजी रहेछ अब भरे दिउँसो होला पानी पर्ने होइन यो हप्तैभरि पानी छ गाइस फेरि त्यसको अर्को हप्ता फेरि डेन्जर गर्मी हुने होला क्या फेरि
त्यस्तै लगाइरहेको छ हैट भिजिटर भन्छ के अरे 8 घन्टाको लागि भिजिट हान्ने होला गाडी पार्किङ कस्तो मेवा बसाएको अरे यस्तो फोहोर नगरौँ न गाइज यार कम्पनीमा आएर यस्तो फोहोर गर्ने हो केस क्रेजी रहेछ आएछ अलिक भित्र गएपछि भेटाउँला गाइज कोही नरहेछ जिममा यार कोही नरहेछ गाइज म त यत्तिकै आएको गाइज यसो सरलाई साथ दिउँ भनेर आएको क्या बिचरा हिजो अस्तिबाट न्याउरो भएर बसेको थियो सर एक्लै भएर भयो जस्तो फिल गर्थ्यो सरलाई अनि त्यो भएर एक्लै छैन है सर म पनि छु भन्नलाई यस्तो आएको क्या म सिकाएको तर भोलिबाट आउँछु म यो सन्डे फुटबल खेलेपछि काम गर्नुपर्ने होइन अनि जिम आउनुपर्ने जाऊ क्या अनि थाक्छ क्या गाइज नि त्यही भएर अनि सन्डे चाहिँ गर्ने पनि मन लाउँदैन कि सन्डे भनेर जस सन्डे राति काम आइन्छ अनि मन्डे हुन्छ नि त काम गर्दा त्यही भएर यो कस्तो ठुलो आवाज आयो क्या यसको क्या हावा फाल्छ कि यसले चाहिँ ब्याट्री फेरि कि फेरेन होला यार योहरूले नफेरेर चाहिँ अझै फेरेको अरे भाइले भनेको थियो कति भयो 2 हप्तै भयो होला हौ भाइले भनेको ब्याट्री सक्यो त्यहाँ भनेर अहिलेसम्म फेरेको पनि छैन अरे क्रेजी रहेछ योहरू भयो भने आज म पनि यसो अलिअलि त हान्नु पऱ्यो यार आइसकेपछि त होइन गाइस आइसकेपछि त के न के त गर्नु पऱ्यो र भोक पनि लागिरहेछ क्या मलाई यो गाइस कस्तो हुन्छ भने यो भोक लाउँछ होइन भोक लाग्यो भने यहाँ कस्तो हुन्छ पोल्छ कि होइन अनि यसको ठ्याक्क पछाडि ढाड के लास्ट दुख्छ क्या भोक लाग्दैन है अनि खाइदिनु पर्छ अनि सन्चो हुन्छ क्रेजी छ ज्यान पनि यार अनि शनि र भाइ चाहिँ लेट बस्यो के अरे यो हप्तैभरि बस्ने भनेको के अरे 5 दिनै म नि बस्ने भनेको के अरे 3 जना पनि चाहिन्छ भनेको अनि अर्को एउटा केटा बसिहाल्यो त्यो हामीसँग जिम गरिराख्ने क्या पहिला त्यो बसिहाल्यो 3 जना भइहाल्यो के अरे होइन अनि भनेर नि हिँडेको फेरि नि भ्यानकोहरूसँग काम गर्न नि कस्तो लाउँछ क्या त्यो अलि मयु भन्नेहरू छ कि अनि त्यस्तोहरू भयो भने मान्छेहरू त्यस्तो भयो भने तिन भइहाल्छ रिस उठिहाल्छ है मयु भन्नेहरू त्यस्तो मयु भन्नेहरू त म पनि सक्छु नि भन्नु तर भन्दिनँ नि त त्यो घमण्ड क्या अलि पुरा उनीहरूकै तरिकाले गर्नु पर्छ कि होइन अनि यस्तो लाउँछ क्या मलाई कि यो गर मलाई अरूले यो गर त्यो गर भन्यो भने यस्तो रिस उठ्छ कि अरूले अर्डर दियो भने कि तर जस हुन त काम हो अरे अब काम भएपछि त यो गर भनिहाल्छ कि होइन गर्ने परिहाल्छ कि अरे होइन सर चाहिँ अनि कर्म चेन्ज गर्न गएको के अरे होइन त्यही गाइस अब बेड जित्यो भने गाइस 2-3 हजार जित्यो भने त मलाई त काममा आइदिन्न कि त्यसो सोचिरहेको छु सोचाइ मात्रै हो गाइस तर आउनु त आउँछु गाडीको टायर फेर्नु छ गाडीको टायर सेट्टा भरे कसम भनेको गाडीले नि के साह्रो दुःख दिएको हो यार कसम भनेको यार गाडी चेन्ज हानौँ भने अब त्यो गाडीको लोन सकिन लाग्छ है अनि फेरि अर्को गाडी किनेर होइन त्यो फेरि लोन थप्नु भन्दा होइन बरु यसलाई 4 सकाएर अनि एकछिन होइन 1-2 वर्ष चिलमा के पैसा सेभ गरेर गाइजन अनि पैसा सेभ गरेर अनि यताउता घुम्न जाने यस्तो गरिन्छ के अरे अब आजकल त यहाँ कोही नै आउँदैन यहाँ जिममा हेर गाइज पहिला त यहाँ मान्छेहरू टन्नै हुन्थ्यो कि उहाँ त्यो ट्रेडमिलमा सबै त्यहाँ दौडिरहेको हुन्थ्यो यहाँबाट के यो भर्याङबाट उतासम्म सब प्याक हुन्थ्यो कि गाइज अनि हामीहरू चाहिँ नि यता मात्रै हुन्थ्यो कि भाइ म अनि के अरे त्यो हामीसँग पहिला जिम गर्ने केटा कि त्यो जस क्या हामी 3 जना चाहिँ यतापट्टि हुन्थ्यो कि वेट हान्दै हुन्थ्यो अनि उता सुट्टी गाइजहरू उता सबै के अरे दौडिँदै होइन कोही भर्याङ चढ्दै गर्थ्यो कि आजकल त आउँदैन छोड्यो किन आउनु छोड्यो भने गाइज होइन उतापट्टि नि एउटा जिम छ कि त्यहाँ चाहिँ अनि खतरा खालके छ अरे कि
फेसिलिटी होइन खतरा खालको छ अरे होइन फेसिलिटी भन्दा पनि जस अलिक ठुलो अरे क्या त्यो ठाउँ कि त्यो भएर अनि सबै त्यता जान्छ कि म धेरै बोल्यो होला है गाई चाहिँ के गर्नु त अब बोल्नु पऱ्यो 10मा 15 पायो होला गाइज मैले चाहिँ बोलेर है गाइस अहिले पछि भेटौँला सर आउँदै होइन त के हो हक सान्न गयो क्या सर भनेको क्रेजी रहेछ लगाएछ अहिले पछि भेटौँला पिसा आउट लगाएछ यहाँ सर त धरो गर्दाखेरि सरले गीत बजाएर यहाँ कपिराइट हान्ने भयो त्यो भएर गाइज मैले अब भिडियो नगर्ने भनेर निर्णय गरेछु गाइज है लाग्यो कपिराइट लाग्यो अहिले पछि भेटौँला सर अब गाइज जिम पनि सक्यो है केही पनि गरेन मैले त सरले गरेँ धरो पसिना पसिना आइरहेको थियो सरको होइन क्रेजी रहेछ सर कस्तो थकित भयो क्या फुटबल सन्डे यस्तै हुन्छ कि सन्डे फुटबल खेलेर आएपछि काम गर्नुपर्छ यस्तो थाक्छ कि त्यही त ललाङ लुलुङ भयो यस्तो भयो जाने अब यस्तै हो अब घरतिर गइन्छ के अब अस्तिदेखिको भ्लग आज हालिदिन्छ सबै अस्तिदेखिको भ्लग हालिदिनु पऱ्यो कि अस्तिदेखि त अलिअलि खिचेर आएको थियो सबै लास्टसम्म त कसले नि हेर्दैन होला तर पनि भनिदिएको गाई चाहिँ पिस आउट अर्को भ्लग भेटौँला ल सर बाई भनिदिनु नि त भ्लगलाई